नेपालमा वर्षेनी बाढीजन्य विपदबाट थुप्रैले ज्यान गुमाउने गरेको सरकारी तथ्याङ्क नै छ। गत वर्ष आश्विन 12 र 13 गते नक्खु खोलामा आएको भीषण बाढीबाट थुप्रैले ज्यान गुमाए। यस्तै अवस्थालाई बुझ्न र बाढीजन्य विपदबाट बच्न गर्नुपर्ने पूर्व तयारीका सन्दर्भमा सन् 2022मा संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा सुरु गरिएको सबैका लागि पूर्व सूचना अर्ली वार्निङ फर अल पहल अन्तर्गत नेपालमा पनि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको व्यवहारिक अनुसन्धान तथा विकास केन्द्र सेन्टर फर अप्लाइड रिसर्च एन्ड डेभलपमेन्ट खाडको आयोजना तथा विश्व मौसम सङ्गठन र जल तथा मौसम विज्ञान विभागको सहकार्यमा ललितपुर महानगरपालिका वडा नम्बर 13 र 14मा बाढीजन्य विपदबाट बच्न गर्नुपर्ने पूर्व तयारीका सन्दर्भमा विभिन्न कार्यक्रमहरू भइरहेका छन्। यस अन्तर्गत तयारी तथा प्रतिक्रिया प्रिपेयर्डनेस एन्ड रेस्पोन्स अन्तर्गत बाढीजन्य विपद आइपरेको समयमा हामीले गर्नुपर्ने विभिन्न तयारीका क्रियाकलापहरू यस भिडियोमा देखाइएको छ। सबैभन्दा सुरुमा जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान जारी गर्दै देशभर मध्यम तथा भारी वर्षा हुने मौसम पूर्वानुमान गरेको छ। विभागले मौसम पूर्वानुमान जारी गरे लगतै ललितपुर महानगरपालिका वडा नम्बर 13 र 14 बीच संयुक्त बैठक बसी अवस्था तथा स्रोतहरूको आकलन गरेको छ र आवश्यक निर्णय गर्दछ। जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित स्थलतर्फ जान अनुरोध गरेसँगै नेपाल रेडक्रस सोसाइटी लगायतका सामाजिक सङ्घ संस्थाहरूले उक्त सूचनालाई समुदाय स्तरसम्म नै प्रवाह गर्दछन्। ठुलो भारी वर्षा हुने कारणले यस नक्खु खोला वरिपरि अर्थात् वडा नम्बर ललितपुर महानगरपालिका वडा नम्बर 13 र 14 का बासिन्दाहरूलाई सुरक्षित रहनको लागि आग्रह गरिन्छ। यसैबीचमा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रले नगर प्रहरी तथा स्थानीय खोज तथा तालिम प्राप्त व्यक्तिहरूलाई तयारी अवस्थामा राख्न आवश्यक निर्देश गर्दछ। सुरक्षा निकाय नेपाल रेडक्रस सोसाइटी ललितपुर नगर प्रहरी स्थानीय विपद व्यवस्थापन समितिलाई चाहिँ तयारी अवस्थामा रहन र आवश्यक कार्यहरू गर्न अनुरोध गरियो। यसैबीचमा सरकारवाला निकायहरूले विपदका सूचना स्थानीय स्तरसम्म पुर्याउन विभिन्न संयन्त्रहरूको प्रयोग गर्दछन्। यो बीचमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, नेपाल रेडक्रस सोसाइटी लगायतका अन्य सामाजिक सङ्घ संस्थाहरूको सक्रियतामा नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयहरूलाई सुरक्षित आश्रयस्थलतर्फ स्थानान्तरण गर्नुपर्दछ। यसैबीचमा समुदायमा बाढीपछि डुबान हुने अवस्था आएमा वडा कार्यालयको समन्वयमा घाइतेहरूलाई उद्धार गर्ने, सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, आश्रयस्थलको व्यवस्था गर्ने र अस्थायी शिविर मार्फत प्राथमिक उपचारहरू प्रदान गर्नुपर्दछ। यो बीचमा गर्भवती महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाहरूलाई प्रमुख प्राथमिकतामा राखेर उहाँहरूको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्दछ। यो बीचमा केही जटिल दुर्घटनामा परेका स्थानीयहरूलाई एम्बुलेन्समा राखी उपचारका लागि अस्पतालसम्म लैजानु पर्दछ। विपदको समयमा घाइतेहरूको सङ्ख्या बढ्दै गरेको, राहत वितरण प्रभावकारी नभएको भन्दै केही स्थानीय युवाहरूले वडा कार्यालय घेराउसम्मका क्रियाकलापहरू गर्न सक्दछन्। यसमा स्थानीय सरकारवाला निकाय, बुद्धिजीवी सबैले उहाँहरूलाई सम्झाइ बुझाइ गरेर उहाँहरू समेतको सक्रियतामा घाइतेहरूको उद्धारको कार्यमा तीव्र रूपमा लाग्नु पर्दछ। यता वडा कार्यालय घेराउ गर्न आएको समयमा स्थानीयमा चोरी हुन सक्ने अवस्थालाई समेत ध्यानमा राखी स्थानीय प्रहरीहरूको परिचालन गर्नुपर्दछ। यसरी विपदका बेलामा हुन सक्ने विभिन्न गतिविधिहरू यो भिडियोमा देखाइएको छ। यस्ता सिमुलेसन एक्सर्साइजहरूले आफूहरू लाभान्वित भएको स्थानीय बताउँछन्। यो प्र्याक्टिकल सिकाइ, यसबाट सिकेका केही कुराहरू आफ्नो जीवनमा, सोसाइटीमा र आगामी दिनमा परेका अप्ठ्यारामा उपयोगी हुने नै छ। पूर्व तयारीका काममा कसरी सचेत हुनुपर्छ भन्ने किसिमको काम लिएर आएको छ। म यसको लागि हाम्रो इन्जिनियरिङ क्याम्पसका साथीहरूलाई, साथै नेपाल रेडक्रस सोसाइटी र यसमा संलग्न सम्पूर्ण साथीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अहिले हामीलाई चाहिँ रियल छ जस्तो, तर यो आगामी साल असार साउनलाई रियलै हुन आउँछ। यस्ता विपदका अभ्यासहरूले वास्तविक विपदका समयमा समेत सजग रहन महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन्। यो जुन घटना छ अथवा अभ्यास छ, यसले भविष्यमा हुन सक्ने यो नक्खु खोलामा अथवा यो जस्तै अरू खोलाहरूमा हुने जुन बाढी र त्यसका प्रकोपहरू छन् त्यसलाई विपदमा परिणत हुन नदिनको लागि चाहिँ ठुलो र महत्त्वपूर्ण भूमिका खेल्नेछ। साइन्स बेस्ड कम्युनिटी प्र्याक्टिसको लागि चाहिँ यी खालका एक्सर्साइजको ठुलो अर्थ रहन्छ र यसले चाहिँ कम्युनिटीको रेजिलियन्समा बढ्ने छ भन्ने हाम्रो विश्वास रहेको छ।